दसैँ त आउँदैछ, घर जान पाएको छैन, कार्गो गर्न मन छ, कहाँबाट गर्ने होला भन्ने साथीहरूको लागि आज म फाइनली सुप्रिम कार्गो माबुला ब्रान्चमा आएको छु। क्यान्सिल जाँदै हुनुहुन्छ भने तपाईँसँग धेरै सामान हुनसक्छ र तपाईँ भ्याकेसन जाँदै हुनुहुन्छ भने तपाईँसँग धेरै सामान हुनसक्छ। अहिले एयरलाइन्सले भनेको जम्मा 20 केजी मात्रै दिइरहेको छ अहिलेको अवस्थामा है। दादा अभी कार्गो हो रहा है कि नहीं हो रहा है नेपाल का? हाँ जा रहा जी, बोलो जी। आज मैं माबुला का ब्रांच में आया, पूरा इधर पैकिंग सामान देखा। हाँ जी। अभी अच्छे से जा रहा है ना? हाँ जा रहा जी, कोई कुछ प्रॉब्लम नहीं, ऐसे बराबर जा रहा है। एयरपोर्ट में ऐसा प्रॉब्लम कुछ नहीं है ना? नहीं, बराबर जा रहा जी। कार्टुन रेडी भइसकेको छ, तपाईहरुको सामान कुवेतमा रेडी छ। तपाईहरुको बिल्डिङ कहाँ हो त्यो डिटेल मात्रै दिनु होला सुप्रिमलाई है। सिधै तपाईलाई मैले स्क्रिनमा दिएको नम्बरमा कल गर्नु होला। तपाईको घर घरमा आएर चाहिँ प्याक गरेर चाहिँ तपाईको नेपालसम्म चाहिँ पुर्याउने काम सुप्रिमले गर्छ। हेर्ने बित्तिकै वाउ, नेपालको हाम्रो चाहिँ मन्दिर काठमाडौँमा रहेको यहाँ देख्न पाए कति गर्व लाग्यो साथीहरु। सो साथीहरु अहिले तपाईलाई थाहा नै छ, टिकट काट्नु भयो भने मात्र तपाईले 20 केजी मात्रै तपाईले पाउनुहुन्छ टिकटमा र तपाईले बढाउनु परेमा चाहिँ धेरै पैसा लाग्छ भने अब तपाईहरु फर्स्ट जानुभन्दा पहिला चाहिँ तपाईले कार्गो गरेर सुप्रिमबाट आफ्नो 20 केजी लिएर जान सक्नुहुनेछ है। सुप्रिमको ब्रान्च मिर्गापमा पनि रहेको छ, फाइलमा पनि रहेको छ, माबुलामा पनि रहेको छ, फुर्मनियामा पनि रहेको छ र मालियामा पनि रहेको छ, कुवेत सिटीमा पनि रहेको छ साथीहरु है। तपाईले जता छरिएर बस्नु भएको छ कुवेतमा तपाईहरुले डोर टु डोर सो घरमै तपाईको कार्गो सर्भिस हुनेछ है। र अहिले तपाईको नेपालमा पनि सुरक्षित तपाईको परिवारसम्म चाहिँ सुप्रिमले चाहिँ एकदम सामानहरु पठाइरहेको छ। र यदि तपाईले यहाँ कुवेतमा हुनुहुन्छ र पठाउन चाहनुहुन्छ भने चाहिँ तपाईले दसैँ पनि आइरहेको छ, बेस्ट प्राइस पनि रहेको रहेछ। तपाईलाई के यस्तो कन्फ्युजन केही छ भने भिडियोमा कमेन्ट गर्नु होला र तपाईहरुले यो भिडियो सक्दो शेयर गरिदिनु होला। जो कि कार्गो गर्न चाहनेहरूलाई चाहिँ अहिले यो भिडियो चाहिँ प्लस पनि हुन सक्छ। थ्यांक यू सो मच।